कस्तो दामी भए को खानुहुन्छ हात उठाउनु है खाने भए हेर्नु होला अस्ति माइत गए यति धेरै थियो खानुको लागि खानु मन लागेन त्यतिखेर देखेरै अमन भयो अहिले खानु मन लाग्छ यहाँ कस्तो खानु पाइन्छ हेर्नु है यतिको छ हामीहरूको अहिले उहाँ आसाममा पुरा खया लाग्ने बेला भयो मेच्योर भइसक्यो यहीँ यस्तो वाला भेटे खानु त मन लाग्छ पसन्नलाई चिज हो आम त मेरो त्यही भनेर म यसलाई नै बनाएर खानु पर्यो के गर्नु भेटेको बेला नखाँदै यस्तो हुँदो रहेछ त्यतिखेर यति धेरै थियो घरमा ठुल्ठुला थियो खावा भन्दा पनि खाइन दादाले लिएर जान्छेस् भनेर भन्दा ए बोक्दिनँ म खानु मन छैन भने अहिले खानु मन लागेपछि यत्रो पनि खानु पर्दो रहेछ है के गर्नु अब यसलाई नै निमक खोर्सानी लगाएर मजाले पिरो पारेर सातेर खाएर आफ्नो तिर्खा मिटाउने हो साथीभाइहरू के गर्नु यहाँ त यति भेटिँदैन नि हामीहरूको उहाँको जस्तो काँचो आम त्यही भनेर यति त भयो सानो सानो आम के गर्नु खाइहेर्नु पर्यो ल कस्तो छ छैन अमिलो सानो केटाकेटीले पनि खाइदिन्छन् यसलाई पिरो पारेर निमक खोर्सानी लगाएर खानु मन लागिरहेको थियो अमिलो गरेर छैन अमिलो मजा छ है आम त आम हो नि कस्तो दामी भए को खानुहुन्छ हात उठाउनु है खाने भए हेर्नु होला कस्तो मजाको बनाइदिएँ मैले आउनु आउनु छिटो छिटो खाम दामी भएको छ आउनु खानुलाई पिरो बबाल पिरो भयो बबाल त्यो भयो बहुत पिरो हेर्नु कस्तो खोर्सानी लगाइरहेको छु अनि अलिक टेङ्गा चाहिँ हुनु पर्थ्यो अमिलो अमिलो राम्रो हुने थियो कोलाई मजा लाग्छ आम भन्नु ल